तपाईहरुलाई म आज यस्तो बिजनेसको बारेमा बताउन गइरहेको छु जुन चाहिँ नि तपाईं र तपाईको फ्यामिलीको लाइफ चेन्जिङ अपर्चुनिटी हुन सक्दछ। तपाईले 20औं वर्ष लगाएर पनि जुन सफलता हासिल गर्न सक्नुहुन्छ त्यो सफलता चाहिँ यस बिजनेसबाट 2-4 वर्षमा हासिल गर्न सक्नुहुन्छ। यसका उदाहरणहरू पनि धेरै छन्। संसारका धेरै मानिसहरूले यो बिजनेसबाट आफ्नो आर्थिक समृद्धि हासिल गरिसकेका छन्। तपाईहरु यो आफ्नो व्यापार व्यवसाय अथवा जागिरमा मात्रै भर परेर कतै गल्ती त गरिरहनु भएको छैन। किनभने भोलिको समयमा यदि तपाईको व्यापार व्यवसाय चलेन भने अथवा तपाईको जब रहेन भने त्यो समयमा तपाईलाई अब आर्थिक भारबाट छुटकारा दिन सक्ने भनेको केवल डिजिटल मार्केटिङ बिजनेस नै हो। त्यसैले यसको बारेमा तपाईले आजै सोच्नुस्, किनभने भोलि त्यो दिन आइपुग्दासम्ममा धेरै ढिलो भइसकेको हुन्छ। त्यसै कारणले पनि यो संसारभरिका मानिसहरू यसप्रति आकर्षित हुँदै गइरहेका छन्। अब तपाईहरुलाई म अब यो डिजिटल मार्केटिङ बिजनेस भने के हो, यो कसरी गरिन्छ अनि यसबाट कसरी इन्कम हुन्छ भन्ने कुरा भन्न गइरहेको छु। हामीले दिनौं जस्तो प्रयोग गर्ने सोशल मिडियाका प्लेटफर्महरू जस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब आदिमा कति समय जति चाहिँ लगाउँछ त कि कमसे कम पनि 2-4 घण्टा त लगाएकै हुन्छौँ। अनि त्यो समयमा हामीले कुनै इन्कम गरिरहेका हुन्छौँ त हुँदैनौँ नि, उल्टो हामीले इन्टरनेटको पैसा तिरिरहेका हुन्छौँ। त्यसरी त हाम्रो समय र पैसा दुवै खेर गइरहेको छ। हो, त्यही समय र त्यही फेसबुक, युट्युब, इन्स्टाग्राम आदिलाई प्रयोग गरेर जुन हामीलाई इन्कम गर्न सिकाउने जुन बिजनेस छ त्यसैलाई नै डिजिटल मार्केटिङ बिजनेस भनिन्छ। अब यो बिजनेसबाट चाहिँ कसरी इन्कम गर्न, अब यो बिजनेसले चाहिँ कसरी काम गर्छ भन्दाखेरि चाहिँ अब जब तपाईँ यो बिजनेसमा जोइन हुनुहुन्छ त्यस पछाडि तपाईँको अब फेसबुकमा बिजनेस पेज क्रिएट गरिन्छ अनि त्यस पछाडि तपाईँको पर्सनल वेबसाइट पनि क्रिएट गरिन्छ। अनि जब तपाईँको बिजनेस पेज र पर्सनल वेबसाइट क्रिएट हुन्छ त्यस पछाडि तपाईँलाई भिडियो बेस्ड ट्रेनिङ दिइन्छ जुन चाहिँ स्टेप बाई स्टेप दिन्छ। अनि त्यो ट्रेनिङबाट चाहिँ तपाईँले अब कसरी अब आफ्नो मार्केट ग्रो गर्ने, कसरी बायरसँग पुग्ने अनि कसरी चाहिँ नि अब एडभर्टाइज गर्ने भन्ने कुराहरू हरेक कुराहरू चाहिँ स्टेप बाई स्टेप त्यस ट्रेनिङबाट सिक्न सक्छौँ। अनि अब यस बिजनेसबाट चाहिँ कसरी इन्कम गर्न सक्छौँ भन्दाखेरि चाहिँ जब हामीले यो सोशल मिडियामा जब एडभर्टाइज गर्न थाल्छौँ त्यस पछाडि चाहिँ हामीलाई यो सिस्टमले चाहिँ नि अब संसारभरिबाट नै कस्टमर र बायरहरू ल्याइदिन्छ नि। अनि त्यसरी नै हामीले इन्कम गर्न सक्दछौँ। अनि यसमा अटोमेसन सिस्टम भएको हुनाले 24 घण्टा चलिरहेको नै हुन्छ। अनि हामीलाई मार्केटिङ स्ट्राटेजी टुल्स पनि दिएको हुन्छ। अनि त्यसका साथसाथै अब हामीलाई मेन्टर र कोच पनि लाइफ टाइमको लागि नै दिएको हुन्छ। यसरी नै हामी यो बिजनेसमा सफलता हासिल गर्न सक्दछौँ। अनि आशा छ तपाईहरुले यो डिजिटल बिजनेसको बारेमा केही ज्ञान हासिल गर्नुभयो होला। हस् त, धन्यवाद।